नमस्ते सर। नमस्कार। बस्नु। सम्झिनुहुन्छ सर? के को लागि आयो बाबु तिमी? म जब इन्टरभ्यूको लागि। अनि तिम्रो नाम के हो? मेरो नाम अभिमन्यु हो। कहाँ बस्छौ? म यता गणेशस्थान। अनि कति पढाइ छ तिम्रो? मेरो अहिले म डिग्री लिएको छु अहिले। डिग्री? हजुर, आइटीमा डिग्री छ मेरो। डिग्री छ? हजुर। बाबुलाई त मेरो अफिसमा चाहिँ भएन। मैले चाहिँ खास अब त्यस्तो ब्याचलरको लागि अथवा यो पिसिएल होइन 11-12 पढेको पछिको लागि मात्रै हो, सानो किसिमको जागिरको लागि मात्रै हो। बाबुको योग्यता बढी भयो, योग्यता बढी भएपछि पनि मेरो अफिसमा चाहिँ त्यति कामको चाहिँ अब किनकि मेरो भर्खरै अहिले हालसालै खुलेको भएर बाबुको लागि चाहिँ अहिले भएन। अब मेरो अफिस चाहिँ अलिक बढ्दै गएपछि अहिले अलिकति पिकअप लिन्छ नि, अनि त्यसपछि म बाबुले चाहिँ खबर गर्छ है त। कस्तो देशमा जन्मिएछु म नि, धेरै पढ्दा नि काम नपाउने, थोरै पढ्दा नि काम नपाउने, के गर्ने म? पढ्नै छोडिदिएँ म। अब त्यो होइन, पढ्न त जागिरको लागि मात्रै पढ्ने होइन नि त बाबु। पैसाको लागि त पढ्ने हो नि। पैसाको लागि हो यो बाबुको चाहिँ अहिले अझै बुझिएन, तिमीले यो कुरा बुझेन। पढाइ नै सबै कुरो पैसा होइन नि। त्यो त के हो भने व्यक्तिगतलाई चाहिँ अन्तर्ने शक्तिलाई म केही गर्न सक्छु भन्ने क्षमतालाई नै अभिव्यक्तिको लागि पढ्ने हो नि त। त्यो त एउटा शैक्षिक एउटा रसिद मात्रै हो नि त। मान्छेको व्यवहार हुनुपर्छ। कुरो बुझ्यो नि बाबु? त्यसले आवेश आउने बानी यही पनि भएन। बाबुले डिग्री गरेको छैन